आज छोरीलाई स्कुलबाट लिएर आउँदै गर्दा बाटोमा मैले बाघ भेटेँ बाघ। सो हेलो एन्ड नमस्ते साथीहरू, वेलकम ब्याक टु माई न्यू मिनी ब्लग। म चाहिँ एकछिन सुतेँ अनि मेरो छोरीको चाहिँ स्कुलबाट चाहिँ आउने टाइम पनि भइसकेको थियो। त्यही भएर म चाहिँ छोरीलाई लिनको लागि भनेर उसको स्कुलतर्फ लागेँ अनि स्कुलमा गएर छोरीलाई लिएर पनि आएँ। अनि मेरो छोरी चाहिँ पुरै बाटोमा पनि डान्स गर्दै आउँदै थियो। अनि मेरो छोरीलाई चाहिँ स्कुलबाट आएपछि एउटा जुस नखाइकन हुँदैन अनि ऊ चाहिँ जुस खान्छु भनेर पसलभित्र जुस लिन गयो। अनि हामी आमा छोरी चाहिँ मस्त आउँदै थियौँ। आउँदाखेरि त एक्कासी हामीले त बाघ भेट्यौँ। बाघ कस्तो बाघ त, मुसा मार्ने बाघ। हामीले चाहिँ बिरालो भेट्यौँ। त्यो बिरालो चाहिँ पुरै मुसा मार्ने दाउमा चाहिँ थियो। उसले मुसा पनि पक्रियो। अब होस् उसको खजाना त हो नि भनेर हामीले पनि इग्नोर गर्यौँ। त्यसपछि यहाँ घरमा आइसकेपछि मैले चाहिँ मेरो छोराको लागि एउटा जुस लिएर आएको थिएँ। उसलाई मैले जुस दिएँ। अनि अब छोरीलाई ड्रेस चेन्ज गरेर अब छोरी होमवर्क गर्नुपर्छ भनेको त नाइ म त नगर्ने, मलाई त नुनु आएको छ भनेर उता सुत्न पो थालिन्। अनि त्यसपछि यहाँ चाहिँ हाम्रो होममेड सिम्पल आलुचप आइसकेको थियो। अनि जब मेरो छोरी र छोरोले चाहिँ आलुचप देख्यो तब चाहिँ उसको चाहिँ निन्द्रा पनि सबै भाग्यो। त्यसपछि आलुचप खानको लागि हामी सबैजना बस्यौँ। मेरो छोरा र छोरी पनि आलुचप खाँदै थियो। अनि मेरो छोरोले चाहिँ पुरै जुस खाँदाखेरि चाहिँ जुस सबै पोखाएर चाहिँ कपडाहरू सबै भिजाएर चाहिँ नाङ्गै बसिरहेको थियो। अब हामी चाहिँ खाजासाजा खाएर बस्यौँ। त्यसपछि मेरो छोराछोरी पनि दुवैजना चाहिँ आमासँग चाहिँ सुत्न लाग्यो।